हेर्न सक्नुहुन्छ अस्ति एकजना दर्शकले भन्नुहुँदै थियो फिल्टर कसरी बनाउने भनेर हैन। यहाँ चाहिँ भनेको हामीले चाहिँ फिल्टरको लागि युज भएको चाहिँ भनेको हाम्रो भनेको यहाँ हेर्न सक्नुहुन्छ यो भनेको हाम्रो लगभग 1000 लिटरको होला। अनि हो त्यसपछि हामीले यहाँ भन्दा मुनि चाहिँ भनेको हल्का इँटा लगाएको छौँ 1 लेयर। हो त्यसपछि भनेको गिटी लगाएको छौँ, फेरि बालुवा लगाएको छौँ। अनि फेरि बालुवा भन्दा माथिबाट चाहिँ त्यो एउटा बालुवाबाट छानिएको गिटी हुन्छ नि, त्यो अलि मसिनो खालको हो, त्यसको नाम मलाई खासै याद भएन, त्यो पनि हालेको छ। अनि हो त्यसभन्दा माथिबाट भनेको चाहिँ हामीले लगभग 2 फुटमा चाहिँ हामीले भनेको बालुवा हालेको छौँ, फेरि त्योबाट छानिनको लागि चाहिँ त्यो चाहिँ। अनि त्यो छानिसकेको चाहिँ भनेको हाम्रो यहाँबाट त्यो ड्रमलाई छेडेर यहाँबाट अनि हामीले यसबाट निकाल्छौँ पानी। यो भनेको चाहिँ हामीले लगभग चाडा लगाएको छौँ। चाडा भनेको एक वटामा हाल्दा पनि भयो, एकैचोटि भर्छु भन्दा पनि भयो। तर यो भनेको चाहिँ फ्रेस हुँदो रहेछ के, हामीले खाना पनि मिल्ने, उसलाई पनि अब यो बोइलरलाई पनि एकदमै राम्रो। अनि हामीले डक्टरहरूलाई पनि देखायौँ हैन, त्यो देखाउँदा पनि उनीहरूले पनि हेरे यो भनेको राम्रो छ। अब हुन्छ नि त्यस्तो हैन, अलिकति अगाडिको भनेको त्यो उसमा भनेको कलकोबाट अब हामीले हाल्दाखेरि भनेको त्यहाँनेर अब त्यो के भन्थे त्यो नि हो त्यो आउँछ अरे। अनि अहिले चाहिँ भनेको ठिक छ हाम्रो। तर पनि हेर्न सक्नुहुन्छ यो हाम्रो फार्म चाहिँ उतापट्टि छ, यतापट्टि। अनि आजको रातको हाम्रो आम्दानी